के हो? आले लाले लालबहादुर आले। ए अनि कति वर्षको हुनुभयो त? अहिले 63 वर्ष मात्रै? ए अनि तपाईँ 63 वर्ष भनेपछि धेरै उमेर त होइन है? निकै सक्रिय हुनुहुन्छ है? अनि तपाईँ यहाँबाट जुनार बोकेर सिन्धुलीसम्म जानुभयो? कतिचोटि गयो? कतिचोटि जानुभयो? यहाँबाट झन्नै भन्दाखेरि त 25-30 किलोमिटर छ बाटो, हिँड्ने बाटो त। कति वर्ष जति जुनार सुन्तला बोक्नुभयो? बोके 6-7 वर्ष। 6-7 वर्ष बोक्नुभयो है? अनि अहिले त गाडी आउँछ, घरबाटै जुनार सुन्तला उठाएर लिएर जान्छ रुखै ढाल्यो। ए रुखै ढाले होइन? किन रुख ढाल्नुभयो त? रोग लाग्यो। रोग लागेर मर्यो? ए अनि अहिले यो रोग लागेर के जुनार सुन्तलामा असर गरे? निकै असर गरे? पहिला जस्तो उत्पादन छैन? यो सुकै छैन। ए अनि तपाईँलाई पहिलाको समय ठिक लाग्यो कि अहिलेको समय ठिक लाग्यो त जुनार सुन्तला? हजुर अहिले ठिक छ नि, बाटो आयो। अहिले बाटो आयो है? अनि अहिले घर घरमै व्यापारीहरू आउँछ जुनार सुन्तला लिन होइन? पहिला जुनार सुन्तलाका बोट थियो, अहिले जुनार सुन्तला काटेर मिल्काउनु पर्यो। अनि कहाँ ठिक भयो त? भएन नि त। पहिला बाटो थिएन, जुनार सुन्तला थियो। जुनार सुन्तला बोकेर चाहिँ यहाँबाट सिन्धुली पुर्याउनु पर्थ्यो होइन? अब बोकेरै भने पनि पुर्याउनु हुन्थ्यो नि सिन्धुली त, अलिअलि पैसा आउँथ्यो। त्यही त। अब अहिले चाहिँ के आयो? गाडी आयो, जुनार सुन्तला चाहिँ काटेर मिल्काउनु पर्यो। अनि यो कुन रोगले यस्तो भयो त? ए अनि यो कहाँ के गरी आयो त? कहिले आयो थाहा भएन है? ए सबै खाली जुनार सुन्तलाका बगैँचा आदि सबै मासेर सक्नुभयो नि त? यहाँ तलतिर यहाँ पनि कहीँ पनि देखिँदैन। ओ पर चाहिँ एक दुईवटा बोटहरू रहेछ। त्यो पनि मर्न खोजेको छ? अनि यो के कार्यक्रमले कहिले चाहिँ कसले गर्दाखेरि चाहिँ यस्तो भयो त? यो मान्छेले नै यो हाइब्रिड बिरुवाहरू ल्याएर चाहिँ यो यस्तो भयो भन्छ नि हो त? हाइब्रिड बिरुवाहरू ल्याएर नि यो रोग लाग्यो हो त? ए नत्र भने यहाँको लोकल जुनार सुन्तलामा यस्तो थिएन? ए अनि अब यो जुनार सुन्तलाका बिरुवाहरू त अब हुन आँट्यो होइन? अब रोग लागेर चाहिँ खतम हुन आँट्यो। अब यसो साटो अब कुन चाहिँ खेती गर्नुहुन्छ त? अब फेरि लाउने चाहिँ सुन्तला, फेरि जुनार सुन्तला ल्याउने? हाइब्रिड लाउने कि यहीँको लोकल लाउने? हाइब्रिड लाउने। हाइब्रिडै लाउने? फेरि रोग लागिहाल्छ नि त फेरि? यहाँको त कहाँ पाउँदैन है? मासिसक्यो? ए अनि अहिले के दाउरा काट्न हिँड्न आँट्नु भयो? अस्ति हावाहुरीले नि घरमा धेरै क्षति पुर्याएर त होइन? ए यो चाहिँ पुरै त्यो फेरेर अनि जस्ता हाल्नुभएको? ए ल धन्यवाद तपाईँलाई कुराकानी गर्नुभयो है। ल